आदरणीय मन तपाईलाई स्वागत गर्न चाहन्छु मेरो मिनी भ्लगमा। तपाईले यो भिडियोलाई कहाँबाट हेर्दै हुनुहुन्छ कृपया तपाईले अन्तिम समयसम्म हेरेर साथ दिनुहोला। आजको मौसम एकदमै सफा रहेको छ, घाम लागिरहेको अवस्था छ। हामी तपाईलाई जानकारी गराउँदछौँ। हाम्रो चाहिँ यो समयतिर स्टार सन्डेको भ्याकेसन चलिरहेको छ। त्यो भएको कारणले गर्दाखेरि आज यो समयलाई चाहिँ हामीले सिस्नु टिप्नका लागि हिँडिरहेका छौँ। अगाडि दाइहरू हुनुहुन्छ, पछाडि साथीहरू आउँदै हुनुहुन्छ। अनि यहाँको घरहरू चाहिँ यस्तै छन् है। त्यो त सानो चुडिक्क भरेको, ठुल्ठुलो बिल्डिङ चाहिँ हुँदैन, सानो चाहिँ हुन्छ है। हिँडेको आधी घन्टा भइसक्यो होला है। सिस्नु गाडीमा पुग्न सकेको छैन। भर्खर तोरीबारी आयो। तोरीबारी सकेपछि नजिकै पाइन्छ। यतातिर चाहिँ खुला, यतातिर तोरीबारी छ, घर छ, माथितिर ट्रेन हिँड्ने बाटो छ। हामी चाहिँ अहिले सिस्नु घारीमा आइपुगेका छौँ। सिस्नु चाहिँ तपाईँ देख्न सक्नुहुनेछ होइन। यता सिस्नुहरू हो होइन, ततिर टन्नै पाइन्छ। र साथीहरू टिप्नुहोस्। अर्को कालिजहरू पनि एकदमै ओहो कालिज पनि रहेछ यता। र साथीहरूले चाहिँ टिप्दैछन् है। त्यो प्लास्टिक निकाल्नु त प्लास्टिक दुई तिनवटा। एकजनाले कैँचीले टिपिरहेको होइन, एकजनाले चाहिँ यहाँ पन्जा लाएर है टिपिरहेको। खल्डाले यहाँ अब तपाईँहरूको लागि एउटा स्पेसल सरप्राइज दिँदैछ होइन। चट्ट लाएर तपाईँहरू आनन्दले टिप्नुहोस्। अनि कतिको पिरो छ यो, पिरो भन्नाले कतिको पोल छ, काँडाहरू त राम्रो छ नि। त्यो भित्र हाल्नु न, प्लास्टिक भित्र हालेर, हात प्लास्टिक भित्र हाल्ने। त्यही भएर मैले ल्याएको त्यो पन्जा नपाएर। बिस्तारै गाइस बिस्तारै, नातिका त आनन्दले टिप्नुहोस् है। कम्पिटिसन छैन। अब यता अर्को पोल्दो रहेछ। सिस्नुले पोलेन भने त त्यसको त अनि अब गुणै भएन नि। सिस्नु भएको गुण भनेको त अब पोल्नु पर्यो। सिस्नुले पोलेन भने त्यो सिस्नु नै होइन, त्यो त एउटा घाँस सारा हुन्छ। त्यही भएर सिस्नु चाहिँ पोल्नु पर्छ साथी हो गाइस है। मलाई त्यो तिर्खा लाग्यो होइन। अब पेप्सी यो चाहिँ उहाँहरू चाहिँ मेरो खेतालाहरू चाहिँ म त ठेकदार हो। अब चट्ट लाएर होइन पैसा दिनु पर्दैन उहाँहरूलाई। अब ठेकदार भएपछि अब केटाहरूलाई यसो स्पोन्सर त गर्नु परिहाल्यो नि होइन। अब के गर्नु, अब यस्तै हो, बिजनेस यसरी चलिरहेको छ हाम्रो। तपाईँहरूलाई कस्तो लाग्छ? अलि राम्रो लाग्छ भने भाइले टिपिरहेका छन्। गर्ने छिटो हुन्छ यसलाई चाहिँ होइन, मुनि गर्ने यसलाई चाहिँ सर्लक भन्छ है। अनि त्यो गर्ने यसलाई चाहिँ कोही कलीले चाहिँ फुत्किन्छ क्या, त्यही भएर यसलाई चाहिँ सर्लकै माथि है। तपाईँहरूले पनि सिक्नुहोस् होइन।
ताजा भनेर चिनिन्छ सिस्नुलाई चाहिँ होइन। यो तपाईँ सिस्नु खानुहुन्छ भने तपाईँ भिटामिन एदेखि लिएर सबै चिज पाउन सक्नुहुनेछ है। यो पनि भिडियो मार्फत तपाईँलाई म जानकारी गराउन चाहन्छु। कति राम्रो हो है। सबै साथीहरूलाई के सजेसन दिन चाहन्छु भने हप्ताको एकचोटि सिस्नु खाने गर्नुहोस्। सिस्नु हजुर हिउँदोमा होस् या बर्खामा होस् जतिखेर पनि खान सकिन्छ यसलाई चाहिँ। मनोज भाइको दयान्त हिउँदो बर्खा जुनै सिजनमा पनि तपाईँ खान सक्नुहुनेछ क्या। यसको माउ यसको चल्ला होइन सबै खान सक्नुहुन्छ। धेरै तलबाट नटेप्ने मुन्टा मुन्टा टेप्नु मेन भिटामिन भनेको यहाँ हुने हो दा। त्यही भएर मन धेरै माथि नटिप न राजु। तर धेरै राम्रो रहेछ अघिको भन्दा। अब त्यति नघुमेसम्म नतर्केसम्म कुनै पनि चिज पाउँदैन क्या। केही दुःख त पाउनै पर्छ मान्छेले। गुनासो गर्नुहुन्न क्या जीवनमा। दादा हेर्नुहोस् यत्रो मिहिनेत गरेर यत्रो 1 घन्टाको बाटो हिँडेर यति राम्रो पायो यति राम्रो पायो। आमामामा त्यो त तपाईँलाई म कसरी बताउँ त। 3 पोका बनाइसकेका छौँ। 3 पोका 3 भएको जम्मा चाहिँ 5 जना छौँ। तर 3 पोका हामी एकै ठाउँमा खाने भएको कारणले गर्दाखेरि छुट्टा छुट्टा गरिएका छैनौँ। ट्याक्क लाएर 3 पोका चाहिँ बनाइसकेका छौँ। अहिले चाहिँ सबैजना त सकेर आराम गर्दै हुनुहुन्छ सिरियसमा होइन सिरियसमा। मुख बगाउँदै हुनुहुन्छ खोइ के सोचिरहनु भएको छ भन्नुहोस्। कस्तो फिल भइरहेको छ तपाईँलाई? पुरा थकान महसुस थकान महसुस भएको छ। भरे खाँदाखेरि त मजा आउँछ नि। ल त्यो मजाको पनि हामीले भिडियो तपाईँलाई सेयर गर्नेछौँ। हेर्नुहोस् त कति ल सिस्नु ट्रिभेलर झोलामा बोकिरहेको छ 2 पोका। अनि पछाडि हाम्रो दाइले 1 पोका ल्याउँदै हुनुहुन्छ। 3 पोका बनाइसकेका छौँ। अब यसलाई चाहिँ लगेर चट्ट लगाएर हामी चाहिँ अब सिस्नु बनाएर ढिँडो बनाएर चट्ट हामी खान्छौँ है गाइस। यस्तै छ भ्युज एकदमै अलिकता रमाइलो छ। अनि कस्तो लागिरहेछ तपाईँहरूलाई भन्नुहोस् एक शब्दमा। आज धेरै दुःख पाउनुभयो कस्तो अनुभव भइरहेको छ बोलिदिनुहोस्। जनता जान्न चाहन्छन् रेमनजी। चुपचाप नबैठ शेरबहादुर देवाजी तपाईँ नबोल्ने। तपाईँ झन् भगभगी कहाँ बोल्छ? तपाईँलाई चाहिँ कस्तो अनुभव भइरहेको छ? बबाल है आमा ठिक छ है। मैले खाएँ त्यस्तै छ है गाइजहरू। तपाईँ कस्तो हुनुहुन्छ? जस्तो हुनुहुन्छ स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। आजको लागि बस see you tomorrow next video।